Krishna Vedanta. Jai Masi. Jai Masi. परिवार हामी आवाजहरू कृष्ण Vedanta. Jai Masi. Jai Masi. तपाईहरु तयार हुनुहुन्छ परमेश्वरको वचन सुन्न? गर्मी छ, निद्रा लाग्छ र त्यहाँ परमेश्वरको वचनको समयमा आएका छौँ, हामी वचन सुन्नेछौँ, हामी वचनमा जानेछौँ। मैले 8 मिनेट अगाडि नै समय पाइसकेको छु। तपाईँले मसँग मर्कुस 9 अध्याय 14 देखि 27 मा सम्म हामी हेर्नेछौँ। तपाईँले यहाँ सबले तपाईँलाई मैले आज के को बारेमा बताउन गइरहेको छु भनेदेखिलाई विश्वासद्वारा चङ्गाई प्राप्त गर्नु सक्नुहुन्छ है त। विश्वास गर्नुहोस् यीशुमाथि अनि चङ्गाई प्राप्त गर्नुहोस्। अनि यहाँ हामीले जुन हेरेको चाहिँ एउटा भूत लागेको ठिटो छ। सो यो ठिटोलाई प्रभु येशू ख्रिस्टले चङ्गाई गरेको कुराहरू छ। अनि विशेष गरी यहाँ चाखलाग्दो कुरा चाहिँ के छ भनेदेखिलाई येशूले त्यसको बाउ त्यो खासमा त्यो भूत लागेको ठिटो छ, त्यो गुँगो आत्मा अनि नसुन्ने बहिराको आत्मा अनि कहिले कहिले त्यो छाडे रोग जस्तो पछाडिने मिर्गी रोग जस्तो अनियन्त्रित हुने अनि एकदमै धेरैपल्ट उसलाई आगो र पानीमा पनि होइन हालेको छ त्यो दुष्ट आत्माले। अनि धेरै कुराहरू यो बाउले उसको छोराको निम्ति गरेको छ, तर पनि उपाय कहीँ नलागेको छैन। अनि प्रभु येशूको बारेमा जब सुन्छ अनि प्रभु येशू आउँदै गर्दै हुन्छ भन्ने कुरा भूतले थाहा पाएपछि आफ्नो छोरालाई पनि प्रभु येशू कहाँ लिएर आएको कुराहरू छ। तर ल्याउँदै गर्दाखेरि यहाँ मजाको कन्भर्सेसन बातचित गरिरहेको थियो प्रभु येशूसँग। तपाईँले मेरो छोरालाई बचाइदिनुहोस् होइन। तपाईँको चेलाहरूले चाहिँ धेरैचोटि बचाइदिनु भनेर रिक्वेस्ट गरे, उनीहरूले ट्राई पनि गरे तर सकेन। तर तपाईँले नै मेरो छोरालाई बचाउन सक्नुहुन्छ। आज म तपाईँलाई अलिकति विश्वासद्वारा पाउने चङ्गाईको बारेमा बताउन चाहन्छु। अनि यहाँ यो विषय चाहिँ अलिकति कन्फ्युजन पनि छ धेरै मान्छेलाई चङ्गाईको कुराहरूमा। अनि चङ्गाईको त्यो पाउने के सिद्धान्त छ, त्यो पनि नियम छ परमेश्वरको पनि। अनि मानिसहरू यी दिनहरूमा धेरै बिमारी छन्, रोगी छन्, कष्टमा छन् अनि दुर्बलतामा छन्। अनि यो कारणले गर्दाखेरि अनि अहिले तपाईँले हेर्नु भनेदेखिलाई संसारभरि नै हस्पिटलहरू पनि थपेको छ। अनि धामी झाँक्री माताहरू पनि थपेकै छ होइन। सङ्ख्याहरू कम भएको छैन, उनीहरू पनि निको पार्नको लागि तैचाड मैचाड गरिरहेको छ। सो मण्डलीमा पनि परमेश्वरले उहाँको परमेश्वरको राज्यभित्र हामी मण्डली छौँ। अनि उहाँको राज्यमा पनि यो चङ्गाई र छुटकारा भन्ने कुरा चाहिँ उहाँले राख्नु भएको छ। आमेन आमेन। तपाईँको जीवन रोगहरू पनि धेरै प्रकारको हुन्छ। आत्मिकी समस्याहरू, आत्मिकी दुष्ट आत्माले ल्याउने रोगहरू अनि अरू शारीरिक होइन कुराहरू पनि छ। अनि यो के भन्छ भाइरसहरू यस्तो कुराहरूले पनि मान्छेलाई बिमार बनाइरहेको हुन्छ। मानिसको जीवनमा रोग ल्याउने यो रोग चाहिँ एउटा समस्या हो। अनि यो समस्या चाहिँ यो रोगको समस्या चाहिँ दुईटा कारणले आउँछ। एउटा आत्मिक कारण, अन्धकारको शक्तिको कारणले गर्दा, अनि अर्को चाहिँ होइन यो भाइरस कीटाणुहरू जति पनि छ यो संसारमा विभिन्न प्रकारको भाइरसहरू छ, फ्लूहरू छ। अनि यो कारणले पनि मानिसलाई बिमारी हुने गरिरहेको हामी पाउँदछौँ। अर्को चाहिँ के भन्दाखेरि हामीसँग समस्या छ, हामीसँग रोग छ। त्यसो भएदेखि यसको सावधान के हो त? सावधान के हो त भन्दाखेरि चाहिँ परमेश्वरको वचनले उहाँले क्लियर बताउनु भएको छ। सावधान चाहिँ के हो? येशू ख्रिस्टमाथि विश्वास गर्नु। सावधान तपाईँले यो घोषणा गर्न सक्छ, म येशू ख्रिस्टमा विश्वास गर्छु अनि मेरो जीवनमा भएको दुर्बलताहरू, रोगहरू, चाहे आत्मिक या शारीरिक भाइरस कुनै पनि कारणले होस्, त्यो सबै कुराहरूबाट म छुटकारा पाउँछु खालि येशू ख्रिस्टमा विश्वास गरेको कारणले गर्दाखेरि तपाईँ र मेरो जीवनमा छुटकारा आउन सक्छ। आमेन।
विश्वासभित्र चाहिँ नि के हुन्छ तपाईँलाई थाहा छ? धेरैपल्ट मैले विश्वास गरेँ तर मैले किन चङ्गाइ पाइनँ? होइन, प्रार्थना पनि गरेको छ, विश्वास छ, प्रार्थना पनि गरेको छ, सङ्गति पनि आएको छ, तर पनि मेरो जीवनमा किन छुटकारा हुँदैन? मैले देखेको छु, हाम्रो मण्डलीमा पनि देखेको छु, मैले कति मानिसहरू भूत आत्मा लागेको, भूत आत्माले ग्रसित भएको मानिसहरू त्यो वर्षौँसम्म प्रार्थना गर्छ, वर्षौँसम्म सङ्गति आउँछ, तर पनि छुटकारा पाएको छैन। त्यस्तो समस्याहरू पनि छ। त्यसो भए प्रभु येशूले भन्नुहुन्छ विश्वास गर्दाखेरि चाहिँ विश्वास गरेर सबै कुरा सम्भव छ। आमेन। परमेश्वरको राज्यमा जब तिमी आउँछौ तिमीसँग चाहिँ एउटा कुरा हुनुपर्छ, त्यो चाहिँ के हो? फेथ, विश्वास हुनुपर्छ। बिलिभ, तिमीसँग विश्वास हुनुपर्छ, अरू केही चाहिँदैन। अब विश्वास भनेको के भन्ने कुरा बुझ्नु भएन भने तपाईँ अलमल्ल पर्नुहोस्। के हो त विश्वास? चर्च आउनु विश्वास हो? प्रार्थना गर्नु विश्वास हो? बाइबल पढ्नु विश्वास हो? कुनै मान्छेलाई धनाढ्य मान्छेसँग अनि तपाईँले पैसा माग्नुभयो भने भरोसाभित्र पनि के हुन्छ भन्नुहोस् नि? आशा हुन्छ। के हुन्छ? आशा पक्कै हुन्छ। त डाउट हुँदैन, त्यहाँ शङ्का हुँदैन, हुन्छ, दिन्छ, अवश्य हुन्छ। बुझ्दै हुन्छ नि छैन? अलिकति हामी अविश्वासको बारेमा पनि हौँ। विश्वास उल्टो के हुन्छ? अविश्वास। अविश्वास भनेको चाहिँ यस्तो कुरा हो, अविश्वासलाई कसरी थाहा पाउने भन्दाखेरि अविश्वासभित्र चाहिँ के हुन्छ? डर हुन्छ। के हुन्छ? डर हुन्छ। अविश्वास गरिरहेको हुन्छ, डराइरहेको हुन्छ, शङ्का गरिरहेको हुन्छ। अविश्वासभित्र चाहिँ यो दुईटा क्यारेक्टर हुन्छ, डर अनि शङ्का। तपाईँले अहिलेसम्म तपाईँको समस्या, तपाईँको शरीरमा चङ्गाइ भएको छैन भनेदेखिलाई तपाईँले यो दुईटा अविश्वासमा हुने क्यारेक्टर तपाईँ डराइराख्नु भएको छ अनि तपाईँ शङ्का गरिरहनु भएको छ। तपाईँमा भरोसा गर्छ, त्यही भएर मेरो छोरालाई बोकेर लिएर आइटममा कहाँ तपाईँ यहाँ रुँदै हुनुहुन्थ्यो, मेरो घर टाढो थियो, तर पनि तपाईँले निको पार्नुहुन्छ भने त्यो विश्वास गरिकन, त्यो भरोसा गरेर म यहाँ आएको छु। त्यो बाउको विश्वास हेर्नुहोस् है, म विश्वास गर्छु तपाईँले मेरो छोरालाई बचाउन सक्नुहुन्छ। तपाईँ मैले उद्धार चाहिँ कसरी पाएँ तपाईँलाई थाहा छैन? हामी सबैजनालाई थाहा छ। एफिसी 2:8 के भन्छ? विश्वासद्वारा अनुग्रहबाट तिमीहरूले के पाएका छौ? उद्धार पाएका। हामीले उद्धार पनि, हाम्रो पापको क्षमा पनि हामीले केद्वारा पाएका हौँ? विश्वास गरेर पाएका हौँ। हेर्नुहोस् है, त्यति मात्र होइन, योनाको 12ले भन्छ उहाँको नाउँमा विश्वास गरेको हुनाले गर्दाखेरि हामी उहाँका के भएका छौँ? सन्तान भएका छौँ। हेर्नुहोस् है, हामी उहाँ परमेश्वरको सन्तान पनि के कुराले भएको? तपाईँको विश्वास, मेरो विश्वास कारणले गर्दा। तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ भन्ने कुरा चाहिँ नि तपाईँको फेथले गर्दा हो। म परमेश्वरको सन्तान हो भनेदेखिलाई नि म मेरो विश्वासको कारणले गर्दाखेरि म परमेश्वरको सन्तान भएको छु। म तपाईँलाई आज योभन्दा पनि अलिकति फरक तरिकाले आज बताउन गइरहेको छु। विश्वासले चाहिँ कसरी काम गर्छ भन्ने विषयमा म बताउन गइरहेको छु। चङ्गाइ चाहिँ तीनटा तरिकाले, तीनटा विश्वासको तरिकाले मानिसहरूले चङ्गाइ र छुटकारा पाउँदछ। हेर्नुहोस् है, यो तीनटा प्रिन्सिपल छ, तीनटा सिद्धान्तहरू छ। त्यो सिद्धान्त अनुसारले मानिसहरूले छुटकारा र चङ्गाइ पाउँदो रहेछ भन्ने कुरा मैले बाइबल स्टडी गर्दै गर्दा थाहा पाएको छु। 9:20मा जानेछौँ, 20देखि 22, मत्ती 9:20देखि 22। तपाईँले यहाँ हेर्नुभयो भनेदेखिलाई यो कथा सबैजनालाई थाहा छ है, सबैजना 20देखि 22सम्म। अनि त्यो भिड एकदमै भिड थियो। प्रभु येशूले चङ्गाइ छुटकारा गरेको देखेर मान्छेहरू, त्यहाँ हजारौँ मान्छेहरू भिड लागिरहेको थियो। 5,000 4,000 भिडहरूले जहिले पनि पछ्याइरहेको थियो है। प्रभु येशूले एकैचोटि 4,000 5,000 भएको कुराहरू चाहिँ हामी पाउँदछौँ। यसको मतलब 4,000 5,000 मान्छेहरूले प्रभु येशूलाई भिड्छ। अनि त्यो स्त्री छ रोगी मान्छे, अनि त्यो रोगी मान्छे 12 वर्षसम्म
रगत बग्ने है, पार्टी गर्न सम्बन्धी रोगले ग्रसित महिला, घिसिँदै उसको ढिट विश्वास यो थियो, प्रभु येशूलाई को लुगा मात्र छुए भने नि म निको हुन्छु। वाउ, त्यो कत्रो विश्वास थियो उसले। प्रभु येशूले यो कुरा गर्न सक्नुहुन्छ। उहाँले धेरै मान्छेलाई चङ्गा गर्नुभयो, मलाई पनि गर्नुहुन्छ, तर मैले चाहिँ के गर्नुपर्छ? छुनुपर्छ। तपाईँको भिडभाडमा छुनु यति सजिलो कुरा होइन, खुल्ला आएर यसो छुनु जस्तो होइन। तर पनि त्यो स्त्री कसरी होला छिरिकन भिडभाडमा भिडहरू हटाउँदै पन्साउँदै उसलाई कति टाइम लाग्यो होला इमेजिन गर्नुहोस् त। एउटा रोगी मान्छेलाई यत्रो भिडमा मान्छेहरूलाई पछ्याउँदै गएर प्रभुको लुगा छुनुलाई कति टाइम लाग्यो होला। तर त्यो छुन सक्नु, म छुएँ भने निको हुन्छ भन्ने खालको बिलिभ उसको सिस्टम, एकदम बिलिभ पावर भएकोले, विश्वास भएकोले गर्दाखेरि उसले जस्तै परिस्थिति, कठिन परिस्थिति भए पनि प्रभु येशूको लुगालाई छोएरै छोड्यो, अन्तिममा छोएरै छोड्यो। आमेन। त्यो स्त्री त्यही घडी निको भइन्। यहाँ के सङ्गाई गर्नुहुने परमेश्वर, सबैले भन्नु त, सङ्गाई गर्नुहुने परमेश्वर। तपाईँले व्यक्तिगत रूपमा प्रभु येशूलाई विश्वास गर्नुहुन्छ अनि तपाईँले प्राप्त गर्नुहुन्छ। यो भनेको चाहिँ आफ्नो विश्वासबाट आफै सङ्गाई हुनु। तपाईँसँग विश्वासै छैन क्या, हुन्छ भन्ने कन्फर्मेसन हुनु पर्यो नि त पहिला। यो स्त्री बोल्नु के अरे 12 वर्षसम्म रगत बग्ने स्त्रीले म छुइनँ भने 100% निको हुन्छु क्या। त्यो कष्टमा प्रभु येशूको त्यो भिडमा गएर म छुएँ भने निको हुन्छु। तपाईँमा मेरो विश्वास हुनु पर्यो क्या, म प्रभु येशू ख्रीष्टको नाममा सङ्गाई हुन्छु भन्ने विश्वास चाहिँ तपाईँसँग हुनु पर्यो। तर यहाँ के छ भनेदेखिलाई आफ्नो विश्वासले आफै निको हुनु, आफै सङ्गाई पाउनु। तपाईँसँग विश्वास छ भने तपाईँले आफ्नो विश्वासद्वारा तपाईँ आफै निको हुन सक्नुहुन्छ। बुझ्दै हुन्छ? तपाईँ कति वर्ष पुरानो विश्वासी, कति बुढो विश्वासी भनेर हेर्नु न, तपाईँको हृदयमा उहाँप्रतिको भरोसा, विश्वास, आशा छ कि छैन? विश्वास भनेको के अरे? भरोसा अनि आशा। यसले मलाई भरोसा गर्न सक्छ कि सक्दैन? यसले मलाई आशा गर्न सक्छ सक्दैन? तपाईँले माग्नु बित्तिकै तत्कालै नहुनु पनि सक्छ, तर पनि भरोसा गरिराख्नु, अबरा जस्तो पर्खिराख्नु। तर तपाईँसँग विश्वास छ भने तपाईँ सँगै हुन सक्नुहुन्छ। आमेन आमेन। छ विश्वास, त्यसो भए तपाईँ सँगै प्राप्त गर्न सक्नुहुन्छ। प्रभुले तपाईँलाई के हेर्नुहुन्छ? तपाईँको हृदयमा विश्वास हेर्नुहुन्छ। तपाईँको हृदयमा विश्वास छ कि छैन? विश्वास छ कि छैन? जब विश्वाससँगले विश्वाससहित प्रभुको अगाडि आउनुहुन्छ, प्रभुले तपाईँलाई चङ्गाई गर्नुहुन्छ। आमेन। आफ्नो विश्वासले आफै निको हुनुहोस्। येशूमाथि विश्वास गर्नुहोस् आफै, तपाईँको आफ्नो शरीरमा भएको दुर्बलताबाट तपाईँ निको हुनुहोस्। आमेन। हाम्रो जीवनमा रोग आउँछ किनकि यो संसारमा चाहिँ दुष्ट आत्माहरू यति धेरै छ, यति धेरै दुष्ट आत्माले काम गरिरहेको छ। रोग, बिमार, मान्छेलाई दुर्घटना, विभिन्न कुराहरू ल्याइरहेको छ। हेर्नुहोस् है, त्यही कारणले गर्दाखेरि खराबीको कुराहरू भित्र बिचमा छौँ हामी मण्डली पनि, अनि हाम्रो जीवनमा पनि कष्ट आउँछ, रोग आउँछ, बिमार आउँछ। यहाँ हाम्रो बडाले भन्दै हुन्थ्यो, उहाँ होइन अस्ति 3 हप्ता उहाँसँग चाहिँ आउनु भएन। हाम्रो भण्डारी बडा उहाँ बिमारी हुनुहुन्थ्यो अरे, उहाँ अनि हस्पिटलमा निकै लामो समय बस्नु, मङ्गलारे हस्पिटलमा। हाम्रो मण्डलीको कसैलाई पनि थाहा भएन उहाँ लामो समय विश्वास हस्पिटलमा हुनुभयो अनि आज आउनु भएको छ। हेर्नुहोस्, निको हुन्छ भनेर विश्वास गरेर प्रार्थना गर्नु बसिरहेको छैन, यहाँले गर्न मान्छेहरू लाएर है प्रार्थना गर्नु। प्रभु येशू त्यहाँ जानुहुन्छ, पछाघाती भनेर बुझ्नुहुन्छ नि, प्यारालाइसिस लागेको। अब प्यारालाइसिस मान्छे कसरी हात हाल्नु होइन, त्योभन्दा अघि नै अर्को गएर हात हालिहाल्छ, त्यो निको हुन्छ। त्यो त दशा त्यस्तै। अनि कोही पनि छैन त्यसको आफन्त पनि, अब रोगी बिमारी भनेर हेर्दैन है, आफन्तले पनि छोडेर जान्छ, बुढीले बुढाले पनि छोडेर जान्छ, यस्तै छ संसार। अनि उसलाई पनि मेबी उसको आफन्त थिएन क्या, पानीमा फालिदिने क्या, अब रोगिराख्नु पऱ्यो, कतिखेर सुरुवातले पानी हलाउँछ, अब फालिदिने मान्छे नै छैन क्या, अब एक्लै सक्दैन। अब प्यारालाइसिस खुट्टा नचले कसरी चाहिँ हात हाल्नु क्या, गाह्रो हुन्छ नि त। त्यस्तो अवस्थामा हामी प्रभु येशू जानुहुन्छ त्यहाँ त्यो बाटोहरू। अनि त्यसले मलाई प्रभु येशूलाई भनेको पनि मलाई निको बनाइदिए, म विश्वास गर्छु पनि भनेन। हेर्नुहोस् है, यहाँ अलिकति कन्भर्सेसन पढ्नु ल।
त्यहाँ 32 वर्षदेखि 38 रहेछ वर्षदेखि बिमारी भएको एकजना मान्छे थियो। यसरी त्यसलाई त्यहाँ बसिरहेको देख्नुभयो अनि लामो समय त्यो यस दशामा रहेछ भने जानेर यसरी त्यसलाई भन्नु के तिमी निको हुन चाहन्छौ, खालि निको हुन चाहन्छौ मात्रै सोध्नुभयो होइन। तिमी मलाई विश्वास गर्छौ भनेर सोध्नुभयो, सोध्नु भएन। तिमी के निको हुन चाहन्छौ, भोक लागिरहेको कि खानु चाहन्छ खान्छु म भन्छु भन्दैन। उसले पनि यस म निको हुन चाहन्छु, म त कति चाहन्छु नि 38 वर्ष भइसक्यो हामी खानै सक्दिनँ। जुन बेला पानी छचलाइन्छ मलाई जलकुण्डमा हालिदिने मेरो कोही मानिस छैन। म जाँदै मभन्दा अघि अर्को मान्छे पानीमा हालिहाल्छ। यसरी त्यसलाई भन्नुभयो खडा हौ र आफ्नो ओछ्यान उठाऊ र हिँड। तुरुन्तै त्यो मानिस निको भएर आफ्नो ओछ्यान बोकी हिँडिहाल्यो। हेर्नुहोस् है, आमेन। यसको मतलब वक्ताहरू आउनुहुन्छ प्रार्थना गरिदिनु, त्यो चाहिँ नराम्रो होइन, ठिकै छ। उसको विश्वासले प्रार्थना गरिदिन्छ, धेरै मान्छेहरूले छुटकारा पाउँछ होइन, राम्रो कुरा हो। तर तपाईँ र म धेरै लामो समयसम्म विश्वासी छौँ, तर पनि अहिले पनि तपाईँले खालि अरूकै भर पर्नुहुन्छ भने मात्र चाहिँ हुँदैन। कि तपाईँ आफै विश्वास गर्नुहोस् र चङ्गाइ पाउनुहोस्। आमेन। तपाईँलाई परमेश्वरले त्यो अधिकार दिनुभएको छ, किन तपाईँसँग त्यो परमेश्वर हुन्छ, त्यो चङ्गाइ गर्ने परमेश्वर हुनुहुन्छ। बुझ्नुभयो? मर्कुस 16:17 पुस्ताको वचन तपाईँलाई म बताउन चाहन्छु। मर्कुस 16:16-17-18 यो वचन चाहिँ मर्कुस 16:16-17-18 विश्वास गरेर बत्तिसमा लिएर उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिन्छ। विश्वास गर्नेहरूसँग चिन्हहरू हुनेछन्। यहाँ हेर्नुहोस् है, तपाईँ परमेश्वरलाई विश्वास गर्नुहुन्छ भनेसँग चाहिँ नि तपाईँसँग चिन्ह हुनेछ। अरे के चिन्ह हुनेछ? मेरो नाउँमा तिनीहरू भूत आत्माहरू धपाउनेछ, तिनीहरूले नयाँ भाषाहरू बोल्नेछन्, तिनीहरूले सर्पहरू समात्नेछन्, कुनै विषालु कुरा पिए तापनि कुनै किसिमले त्यसले तिनीहरूको हानि गर्ने छैन, तिनीहरूले रोगीमाथि आफ्नो हात राख्नेछन् र तिनीहरू निको हुनेछन्। आमेन। तपाईँसँग यो चिन्ह हुनेछ। यदि परमेश्वरलाई विश्वास गर्नुहुन्छ भनेदेखिलाई तपाईँले भूत आत्माहरू धपाउन सक्ने अधिकार तपाईँलाई दिनुभएको छ परमेश्वरले। प्रभु ख्रीष्टको नाममा भूत आत्माहरू धपाउन सक्नुहुन्छ। स्वर्ग र पृथ्वीको अधिकारहरू सबै मण्डलीलाई दिएको छ। आमेन। तपाईँ र मलाई दिएको छ। तपाईँ र म त परमेश्वरको राज्यमा छौँ, उहाँको छोराछोरी हो। अनि उहाँले हामीलाई त्यो अथोरिटी दिनुभएको छ, त्यो अधिकार दिनुभएको छ। अनि अधिकार भनेको त्यो शक्ति सँगसँगै हाम्रो शक्ति पनि हामी प्राप्त गरेका छौँ।